हामी दुवै भाइको तर्फबाट नमस्कार। मेरो प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, सर मिस म्याम, गुरुवर्गहरूमा हामी दुवै भाइको तर्फबाट फेरि पनि हजुरलाई नमस्कार र ह्यापी गुड मर्निङ डिएक्सन टक्र्याउन चाहन्छौँ। आज चाहिँ हामीले हजुरहरूलाई हाम्रो बाबा मम्मीको सपनाको सुन्दर घर देखाउने हजुरको आज्ञा र अनुमति चाहन्छौँ र हजुर सम्पूर्णले अन्यथा लिनुहुने छैन भनेर चाहिँ हामी हजुरलाई हाम्रो मम्मी बाबाको सपनाको सुन्दर घर देखाउने हजुरको आज्ञा र अनुमति चाहन्छौँ। धन्यवाद। के कसो मेरो भाइ? एकदम एक्ज्याक्टली। ल त्यसो भएदेखि अब हामी दुवै भाइ मिलेर चाहिँ हामी हजुरहरूलाई हाम्रो बाबा मम्मीको सुन्दर घर देखाउन चाहन्छौँ। यही नै हो मेरो प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, सर मिस म्याम, गुरुवर्गहरू, हाम्रो बाबा मम्मीको सपनाको सुन्दर घर। यही घरमा चाहिँ हामी जन्मियौँ र यही घरमा हाम्रो मम्मी बाबाले हामीलाई खाइ नखाइ त्याग तपस्या सङ्घर्ष गरेर चाहिँ हामीलाई चाहिँ ठुलो बनाउनु भयो र आज हामी दुई भाइ हजुर समक्ष हाम्रो मम्मी बाबाको सपनाको यो सुन्दर घर हो भनेर चिनाउन, गर्वका साथ चिनाउन सक्ने भएका छौँ। यो सबै गड ब्लेस यु र आमा बुवाको देन हो। त्यो भएको कारणले गर्दा हामी दुवै भाइको तर्फबाट हाम्रो पूजनीय आमा बुवालाई हामी कोटि कोटि प्रणाम गर्न चाहन्छौँ। र हाम्रो बाबा त ईश्वरको देन र प्रकृतिको नियम अनुसार बाबा हामीबाट अथवा यो संसारबाट बिदा भएर गइसक्नु भएको छ। बाबाले पनि हाम्रो यो भिडियो सन्देश हेरेर खुसी हुँदै हिँड्छ भन्ने हामी विश्वास गर्दछौँ। बाबा, प्रकृतिको नियम हो, अब हजुर यो संसार बिदा भएर गइसक्नु भएको छ, केही छैन, पर्खनुहोस् र हामी दुवै भाइ अथवा हामी सबै पनि बिस्तारै बिस्तारै यो संसारबाट चाहिँ आफ्नो जिम्मेवारी र कर्तव्य पुरा भएर हामी पनि हजुरसँगै आउनेछौँ भेट्नका लागि भन्ने हामी बाचा गर्नेछौँ। र अहिले चाहिँ हामी दुवै भाइलाई हजुरले धेरै आशीर्वाद दिनुहुनेछ ताकि हामीले अझै हजुरको शिर उच्च गराउन सकौँ र हजुरको यो हाम्रो मम्मी बाबाको सपनाको सुन्दर घरलाई विश्व सामु चिनाउन सकौँ भन्ने हामी हजुरको आशीर्वाद हामी चाहन्छौँ बाबा। र अब हामी अर्को हाम्रो मम्मी बाबाको सुन्दर घर देखाउन चाहन्छौँ। यो पनि हाम्रो मम्मी बाबाका निकै सपनाको सुन्दर घर हो र यो हाम्रो मम्मी बाबाको सपनाको सुन्दर घर ढले पनि हाम्रो मम्मी बाबाको सुन्दर सपना कहिल्यै पनि ढल्ने छैन र हामी कहिल्यै पनि ढल्न दिने छैन भनेर हामी हाम्रो प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, सर मिस म्याम, गुरुवर्ग समक्ष हामी दुई भाइले यो अटोट पनि गर्नेछौँ कि है, हात ल्याउनुहोस् हजुरको, हामी यो अटोट गर्छौँ कि हामी हाम्रो बाबा मम्मीको यो सपनाको सुन्दर घर ढले पनि हाम्रो मम्मी बाबाको सपना ढल्न दिने छैन र एक दिन हाम्रो बाबा मम्मीको सुन्दर सपनाको घर अवश्य पनि हामीले निर्माण गर्नेछौँ भन्ने यो हामी दुई भाइले कमिटमेन्ट गर्दछौँ। यो हामी दुई भाइको कमिटमेन्ट हो। ल धेरै धेरै धन्यवाद छ मेरो प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, सर मिस म्याम, गुरुवर्गहरू, हजुरहरूले हाम्रो बाबा मम्मीको सपनाको सुन्दर घर हामीले हजुरलाई देखाइसकेका छौँ र हामीले अघि नै पनि भनिसकेका छौँ कि हजुरहरूले हाम्रो बाबा मम्मीको सपनाको सुन्दर घर हेरेर अन्यथा मान्नुहुने छैन, नराम्रो सन्देश प्रवाह गरिदिनु हुने छैन र हामीले हाम्रो बाबा मम्मीको यो सुन्दर सपनाको घर हामीले हाम्रो बागमती प्रदेश रामेछाप जिल्ला सुनापाती गाउँपालिका वडा नम्बर 2 रामचे स्थित रामचेबाट हामीले हजुरहरूलाई हाम्रो बाबा मम्मीको यो सुन्दर सपनाको घर दुवै सुन्दर सपनाको घर हामीले देखाइसकेका छौँ र अब हामी हजुर समक्षबाट फेरि पनि हामी अर्को सन्देशका साथमा हामी दुवै भाइ उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई सुनेर हेरेर साथ दिनुहुने हाम्रो प्रिय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, सर मिस म्याम, गुरुवर्ग, हजुरबाट बिदा हुने आज्ञा र अनुमति चाहन्छु। हामी दुवै भाइको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद छ। नमस्कार। अनि हाम्रो देश, हाम्रो नेपाल, जय देश, जय नेपाल।